हेलो आज चाहिँ मलाई चाहिँ दिएन कस्तो छुट्टी भएर आएर चाहिँ अन्त म नुरिप यता आन्यु जान्दैछु है कति दिनको बादमा पर माथिको घरमा माथि मलाई पनि ठुलो अनम हस्बेन्डको दिदीको घरमा यहाँदेखि चाहिँ नजिक हाम्रो घर देख्दैछु ऊ पर अन्त यहाँदेखि यो डाँडा उतापट्टि मात्रै हो अघि चाहिँ यस्तो डरदो पानी पऱ्यो होइन त्यही भएर चाहिँ मैले टेरिसको काम सब छोडेँ होइन पानी बेसी परेर अन्त अहिले फेरि घाम लाग्यो होइन त्यो माटो च्याप्च्याप भइरहेको छ टेरिसमा त्यही भएर मैले चलाइनँ होइन अब चाहिँ सो जाँदै गरेको यहीँ हेर्नुहोस् न यता हेरिकन भन्नुहोस् न खोइ खोइ खाम्डी गर्ने गर्दा पारी के हेरि फेरि भन्नुहोस् न नानी उसको खालि आर्यम सुसङ छ है आर्यम सुसङ चाहिँ च्या त नहुनु न अन्त अनाउले सिक्यो अब हामी चाहिँ पुग्न लाग्यो माथिमको घरमा ऊ माथि हो माथिमको घर हो सिधा भालीढुङ्गाको मुनि पर्छ हाम्रो माथिमको घर चाहिँ यस्तो दिन भइरहेछ खाम्डी छैन खोइ खाम्डी यस भन्छ खोइ नानी कला गएर अब यो बाटो हो माथिमको घर जानु चाहिँ अनि अल्छी लाग्यो के भयो भने चाहिँ उकालो हुनुपर्छ मजा आउँछ सो अब चाहिँ माथिको घर आइपुग्यो है यो घर चाहिँ माथिमाको पुरानो घर हो अनि यहाँ भेला छ यहाँ हो हाम्रो माथिको घर वाह होइन नि क्या दाम फुलिरहेको छ अब रिप्स बनाउँछु यो चाहिँ माथिमा काठ फुलिसकेर डाङडुङ काट्छ कि त्यहाँदेखि दामी आउँछ हेर्नु न अनि कस्तो राम्रो आइरहेको छ आइपुग्यो है हे गाइस है म चाहिँ यहाँनिर माथिमुखमा आएको थियो अनि मैले यहाँ माथिमुख घर माथि चाहिँ लसुन प्याज रोपेको थिएँ नि त यस्तो खाले ठुलो खाले प्याज अन्त कति भयो कि भएन भनेर हेर्नु आएको होइन आफैले मिहिनेत गरेछ भने चाहिँ दामी फलेको रहेछ है अनि जति यहाँ सधैँ रोप्थेँ कि त्यसपालि चाहिँ मैले पनि यहाँ ट्राई गरेको कतिको फल्दो रहेछ भनेर लुसेले सितापाल देखाउँछु ल यो यहाँ चाहिँ फोनमा चाहिँ अलिक बम सानो सानो देखाएको छ तर यस्तो दामी फलेको छ होइन प्याज हो दामी फलेको छ हो यो सबै प्याज नै हो यो उपरसम्म अनि यो चाहिँ यहाँ प्याजको पाता टिप्दैछ है यो चाहिँ चटनी बनाएर खाँदा पनि हुन्छ मैले चाहिँ यो टिपेर बोकेको है पुरा मन परेर अन्त सानो सानो भए मजाले फलेछ अब यो चाहिँ 1 वर्ष त थाम्दैन 5-6 महिना चाहिँ किन्नु पर्दैन मजाले सुकाएर राख्यो भने यहाँबाट मेरो फोनबाट ब्याकग्राउन्ड देख्दै क्या राम्रो देखिरहेछ हेर्नु नि वा फोटो खिच्नुको दिन भइरहेछ अब यहाँ चाहिँ डल्ली रोपेको यहाँ तल चाहिँ जिरे रोपिदिएको है यता हाम्रो म्याडमले रोप्नु हुँदैछ के झार्नु साह्रो मजाले उठालिहालेछ फेरि अर्कोले हो के बिके गुरा मारे क्या चाहिँ सक्यो हेर्नु यस्तो दामी छ जग्गा नजारा यस्तो चाहिँ नजारा